हेलो एभ्रिवान, आज चाहिँ हामी थर्सडे छुट्टीको दिन युटिलाइज गर्दै बुढा नीलकण्ठ मन्दिरभन्दा माथिबाट जान मिल्छ। सिलिगुडी नजिक छ मुहान पोखरी। त्यहाँ चाहिँ हामी लास्ट न्यु इयरको बेलामा पनि गएको थियौँ। बाबु चाहिँ गएको थिएन त्यो दिन, त्यही भएर हामीले योपालि चाहिँ बाबुलाई पनि त्यता लगाउनु पऱ्यो। ऊ नेचर उसलाई एकदमै मनपर्छ। त्यहाँ चाहिँ उसले बर्ड्सहरूको साउन्ड सुन्छु, नेचर हेर्छु भनेर भएर छुट्टीको दिन युटिलाइज गरेर हामी त्यहाँ गयौँ। पहिला एकैछिन हामी मुहान पोखरीमा गयौँ, त्यहाँ फोटोहरू खिच्यौँ। त्यहाँ चाहिँ त्यो एउटा झरना जस्तोमा चाहिँ पानी एकदम परेको बेलामा बर्खामा चाहिँ त्यो ठुलो झरना जस्तो आउँछ त्यो ढुङ्गाहरूको बिचबाट। अनि अहिले चाहिँ त्यति पानी नपरे भएर झरना जस्तो चाहिँ थिएन। ग्रिनरी एकदम राम्रो, एकदम पिसफुल ठाउँ मुहान पोखरी क्याफे। अनि त्यहाँ हामीले एकैछिन फोटोहरू खिच्यौँ, एकछिन टाइम त्यहाँ स्पेन्ड गऱ्यौँ। त्यसपछि त्यहाँ जङ्गलमा कस्तो शान्त आनन्द रमाइलो थियो, एकदम पिसफुल ठाउँ। बाबुले पनि एकदम इन्जोय गरिरहेको थियो। त्यहाँ नजिकै चाहिँ नेसनल नागार्जुन कन्जर्भेसन एउटा फरेस्ट जस्तो छ। त्यहाँ पनि भित्र, त्यहाँबाट चाहिँ हाइकिङ स्टार्ट गर्छ। त्यहाँ चाहिँ हामीले टिकट काटेर भित्र जान पाउँछौँ। टाइम चाहिँ हामीलाई जति मलाई लाग्छ त्यति 5 बजेसम्म स्पेन्ड गर्न पाउँछौँ। त्यहाँबाट माथि गयो भने चाहिँ हाइकिङ स्पट हो खासै। त्यहाँ चाहिँ जाँदै 2-3 घन्टा हिँडेपछि बागद्वार कहाँ पुगिन्छ। अनि त्यहाँ चाहिँ मैले हिल जुत्ता लगाएर गएको थिएँ। त्यहाँ जाने हाम्रो खासै प्लान थिएन हाइकिङको उसमा, त्यही भएर हामी चाहिँ त्यो जङ्गलहरू पनि कोर जङ्गल जस्तो थियो, अलि माथि टिकट काटेर गयौँ। जङ्गल चाहिँ सुनसान कोर जङ्गल थियो, बाँदरहरू कति धेरै थियो, मान्छेहरू पनि थिएन चाहिँ धेरै ग्रुपहरू चाहिँ थिएन, अलि थोरै थियो। मैले चाहिँ हिल जुत्ता ला भएर त्यति हिँड्न मन लागेन, त्यही पनि बाबुले रमाइलो मानिरह भएर हामी चाहिँ गयौँ। त्यहाँ ढुङ्गे धारा, यस्तो चिसो पानी, त्यहाँको पानी मैले पिएँ पनि है। बाबुले चाहिँ खाऊ मामु भनिरहेको थियो। अनि त्यहाँ हामीले एकैछिन फेरि फोटोहरू खिच्यौँ। स्टुडेन्टहरू पनि आएको थियो ग्रुपमा। त्यहाँबाट चाहिँ थियो कता जाने, कति टाइम लाग्छ भनेर। अनि हामी फेरि फर्क्यौँ त्यहाँबाट। माथि कोर जङ्गलतिर हामी गएनौँ, एकछिन हिँडेपछि फर्क्यौँ। यो पछाडिको बाटो कस्तो रमाइलो थियो। एकछिन त्यहाँ बस्ने भनेको त बाँदरहरू एकदमै धेरै रहेछ त्यहाँ। अनि यहाँ चाहिँ यो थरीको बर्ड्सहरू पाइन्छ भनेर फोटो खिच्यौँ। त्यसपछि हामी तलतिर उत्रियौँ। अनि उत्रिँदै गर्दा त्यसको लेफ्ट ह्यान्ड साइडतिरबाट भित्र पस्यो भने चाहिँ एउटा स्तुपामा पुगिने रहेछ। यो स्तुपा चाहिँ हाम्रो घरको छतबाट जहिले देखिरहेको हुन्थ्यौँ हामीले, अलि सानो जस्तो लाग्थ्यो। त्यहाँ पुग्दा त कत्रो ठुलो, कस्तो सफा, यस्तो हाइटमा रहेछ, यस्तो रमाइलो, मान्छेहरूको क्राउड पनि एकदमै थियो। यस्तो हाइटमा कि काठमाडौँको सबै भ्यू देखिने। बाबु पनि पुरै इन्जोय गरिरहेछ, उसलाई अलिअलि रुगा चाहिँ लगाइरहेको थियो, नुहाएर गयो झन्। अनि त्यहाँ मैले एकैछिन फेरि एज युजुअल भिडियोहरू लिएँ। कस्तो रमाइलो, कस्तो पिसफुल, यति हाइटमा कि यो चाहिँ आउनै पर्ने रमाइलो ठाउँ रहेछ, ग्रिनरी त्यस्तै। अनि त्यहाँ चाहिँ मैले एकैछिन भिडियो खिचिँदै होइसिन्छ मेरो। म चाहिँ बाबुलाई पनि गर्न खोजेँ, ऊ चाहिँ साइट सिइङ गरिरहेछ। अनि फोटोहरू खिचेँ, एकदम रमाइलो भयो। दिन पनि एकदम सनी, ब्राइट सनी डे थियो। कस्तो राम्रो काठमाडौँको भ्यू देखिने। अनि हामीले त्यहाँ एकछिन टाइम स्पेन्ड गरेर यसरी हाम्रो दिन एकदम रमाइलोसँग आज यसरी स्पेन्ड गर्यो। थ्याङ्क्स फर वाचिङ, बाई बाई।